हेलो साथीहरू नमस्ते। आज म तपाईँहरूलाई जापानिज भाषा सिकाउन गइरहेको छु। नर्मल्ली जापानिज भाषा त टिकटकमा धेरैले सिकाएको देखियो होइन, तर मैले आज फरक खालको एकदमै यसलाई जापानिज भाषामा चाहिँ गिताइगो भन्छ। गिताइगो भनेको अवस्था र भावना जनाउने शब्दहरू होइन। जस्तै हामीले चाहिँ मुसु मुसु हाँसेको छ भन्छौँ होइन, जस्तै अब एकदमै फटरर बोल्छ भन्छौँ, फटाफट बोल्छ भन्छौँ। अनि जस्तै म एकदम उत्साहित छु भन् मुटु टुकटुक गरेको छ भन्छौँ नि, त्यसलाई कसरी भन्ने त जापानिज भाषामा भन्दाखेरि निको 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 भनेको मुसुक्क मुस्काउने क्या, मुसु 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 हाँस्छ नि मान्छेहरू, त्यसलाई चाहिँ निको निको भन्छ। जस्तै कोही यसलाई वाराउ भन्छ नि त नर्मली, वाराउ वाराउ भनेको हाँस्नु हो। तर निको निको भनेको आलोको निको निकोसित हाँस्ने भनेको ऊ त्यो केटा मुसु मुसु हाँसिरहेको छ है अघिदेखि भन्दा बरु नि आलोको वा निको निकोसित रुने भनेर भन्यो भने त्यसरी भन्न सकिन्छ त्यसलाई होइन। जस्तै अब पेरा 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 भनेको एकदमै धारा प्रवाह रूपमा बोल्ने कि नरोकिकन बोल्ने अब भाषा कुनै पनि भाषा बोलिन्छ भने नरोकिकन स्पिचहरू दिन्छ नि, त्यसलाई पेरा पेरा भन्ने कि अब जस्तै खारे वा निहुङ्गोगा पेरा पेरा देश भनेको ऊ जापानी भाषा धारा प्रवाह बोल्छ भनेको क्या। जस्तै गोच्चा कुच्चा भनेको अस्तव्यस्त के, कसैको रुम अस्तव्यस्त हुन्छ नि, नमिल्याउने हुन्छ नि केटाहरूको रुम। अब जस्तै यसको उदाहरण चाहिँ तुमदाचीの部屋に行きましたけど部屋がごっちゃごっちゃしていましたभनेको साथीको रुममा गएको थिएँ तर रुम चाहिँ अस्तव्यस्त नै रहेछ नि त्यसको त भनेर भन्न सकियो। वाक वाक भनेको उत्साहित के, एक्साइटेड हुनु, कुनै पनि कुरा गर्नको लागि एक्साइटेड हुनु। यसको इक्जाम्पल लिनको लागि चाहिँ आस्तानो रेउकोगा वाक वाकु सिमास भनेको म भोलिको यात्राको लागि उत्साहित छु भनेर भन्न सकियो। म दोकी 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 भनेको मुटु टुक 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 गर्छ नि, त्यसलाई चाहिँ सिकेन्नो माया वा दोकी दोकी सिमास भनेको परीक्षा अघि चाहिँ मुटु ढुकुटुक हुन्छ है भनेर भन्न सकियो क्या। अब इरा इरा भनेको नर्मल यसलाई ओकोहरू पनि भन्छ, रिस उठ्नु, रिसिनु। तर अब यसमा इरा इरा भनेको झर्किने क्या, रिसिया रिसे गर्ने हो। जस्तो केटीहरू हुन्छ नि रिसिया रिसे गर्ने क्या। अब खानु चाहिँ वा इरा इरा सिते मास्ने मेरो गर्लफ्रेन्ड चाहिँ अलिक झर्किरहेको छ, अलिकति आज चाहिँ अलि उसको मुड ठिक छैन भनेर भनेको क्या। अनि उकी 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 भनेको फुसले फुरुङ फुरुङ हुने क्या होइन। पास भयो भने फुर फुर भनिदियो नि हामी। अनि जे आलपेटी यानु नि गुवाउ खाएको सिते उकी उकी सितेमास भनेको ज्यालपेटी एन्टु पास भएर चाहिँ उकी उकी सितेमा भनेको फुरुङ फुरुङ भएको छु